फागुन 21, 2082 को निर्वाचन। अन्य निर्वाचनमा जस्तै यस निर्वाचनमा पनि मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो। मतपत्र बुझिलिएपछि मतदाताले औँठाछाप हान्छन्। मतदान गरिसकेको हो भनेर नङको छेउमा यसरी मसी लगाउने गरिन्छ। भोट हालेकै देखाउनु पर्छ। निर्वाचन मात्रै नभएर एक आपसमा भेटघाट कुराकानीको एउटा अवसर पनि हो। यो समयमा धेरै लामो समयदेखि नभेटेका आफ्ना आफन्त साथीभाइहरूलाई भेट्न सकिन्छ। बालापनको साथीसँग पनि भेट भयो। आफ्नो मतदान केन्द्रको साथसाथै ज्वालादेवी भानुमा अवस्थित अन्य मतदान केन्द्रहरूमा पनि पुगियो र धेरैजनासँग भेटघाट गर्ने अवसर पनि जुर्यो। हाम्रो कर्तव्य हामीले पुरा गऱ्यौँ, अब पालो मत पाउनेको।